नेपालै नरहे हामी नेपाली कहाँ जाने? नेपाली भएर शिर ठाडो पारेर कहाँ बस्ने? यी प्रश्नहरू उठ्छन्। त्यसैले मेरो आग्रह के, तपाईँहरू सबै आइदिनु भयो। आज अहिले पनि आइदिनु भएको छ, खुसी लागेको छ मलाई। र यस्तो भेट बारम्बार पनि होस् भन्ने हाम्रो चाहना छ। जहाँ बस्नुहुन्छ आफ्नो काम ध्यान दिएर गरिदिनुहोस्, राष्ट्रलाई अगाडि सारेर गरिदिनुहोस्।